फोक्सोमा कसैले चक्कु हान्यो भने तपाईँको फोक्सो हावा जति सबै निस्किन्छ। अब तपाईँको फोक्सो चाहिँ हावा नभएको बेलुन जस्तै भयो र अब तपाईँ चाहिँ कथनकाल बाँच्नु भयो भने चाहिँ के गर्ने भन्दाखेरि छेउछाउमा भएको एउटा प्लास्टिकलाई चाहिँ तपाईँले लिने र छातीमा टाँस्ने र तिनैपट्टि चाहिँ तपाईँले टेप लगाइदिने ताकि तपाईँको फोक्सोलाई चाहिँ धेरै प्रेसर नपरोस्। यति गरे पछाडि चाहिँ तपाईँ भुइँमा छाती पारेर तलतिर फर्केर सुत्ने। त्यस पछाडि चाहिँ एम्बुलेन्स नआइन्जेल चाहिँ म तपाईँलाई यो इन्जुरी टेपको बारेमा बताउँछु। यो इन्जुरी टेप छ नि तपाईँलाई जस्तो सुकै घाइते हुँदाखेरि पनि यो एकदम युजफुल छ गाइस, होइन र भने? किनभने यो इन्जुरी टेप छ नि फुटबल खेल्दा, फुटसल खेल्दा, बास्केटबल खेल्दा त चाहियो। तपाईँलाई पेन भएको ठाउँमा छ नि गाइस, यो भित्र इन्जर्ड भएको त बाहिर देखिँदैन नि गाइस, तपाईँको भित्र मासु फाटेको त देखिँदैन नि गाइस, त्यस्तो ठाउँमा युज गर्ने हो यो। यसको नेपालमा भर्खर मैले 1-2 वर्षदेखि बेच्नु थालेँ, धेरै कम मान्छेलाई थाहा छ अहिले पनि गाइस, होइन र भने? यो विदेशमा म लगभग यो भन्दा 17 वर्ष अगाडि इङ्ल्यान्ड बस्दाखेरि यो मैले खुब युज गर्थेँ, होइन र भने? धेरै युज गरेको छु क्या मैले यो। तपाईँको सानोतिनो पेनहरू त यसले साँच्चीकै चट्टे गराउँछ, तर यसको मतलब यो होइन कि भित्र तपाईँको ठुलै चोट छ, गहिरो चोट छ, बाइक एक्सिडेन्ट भएर लड्नु भयो गाइस, होइन र भने? त्यो टाइममा चाहिँ यसले टालेर चाहिँ हुँदैन है, प्लिज है। यो चाहिँ खेल्दा ओर्दा हो, अघिको जस्तो अलिकति प्रब्लमहरूमा झट्ट काम लाग्ने कुरा हो यो, होइन र भने? यो इन्जुरी टेप छ नि तपाईँले तपाईँको मसल्सको जुनसुकै ठाउँमा पनि लाउनु सक्नुहुन्छ गाइस, होइन र भने? तपाईँको एटलिस्ट सिङ्गल औँलामा पनि सक्नुहुन्छ, होइन र भने? खुट्टा र हातकोदेखि बाइकको सिङ्गो औँला छ नि, सिङ्गल औँलामा पनि तपाईँले यो मजाले युज गर्नु मिल्छ, तर धेरै टाइट नगर्नुहोस्, होइन र भने? पिसाब आउँदैन फेरि। यो छ नि यो इन्जुरी टेप कति पनि पर्दैन, यो ठुलो 500 रुपियाँ गाइस, होइन र भने? सानो 250, होइन र भने? दुईटा क्वालिटीमा छ, कलर अप्सन लगभग 5-6वटा आउँछ। अहिले मैले तपाईँलाई 3टा मात्रै देखाएको छु, होइन र भने? सानोमा पनि 4-5वटा आउँछ 250 रुपियाँवालामा, यो चाहिँ 500 वाला है। सो गाइस पिक्यूमा आउनु भने तपाईँले सम्पूर्ण स्पोर्ट्स सम्बन्धी सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ गाइस, होइन र भने? तर विशेष गरी तपाईँलाई इन्जुरी टेपहरू पनि यदि आवश्यक छ भने नि गाइस डाइरेक्ट पिक्यूमा गाइस। धन्यवाद।